र यो प्रिन्टर चाहिँ कसरी गर्ने भनेर एकचोटि यहाँ ट्राई गर्दैछौँ है। सुरुमा यो पावर जोड्ने यहाँनिर ल्याएर यो अफ हुनु पर्यो सुरुमा चाहिँ पावर जोड्दाखेरि, अनि जोडिसकेपछि मात्रै यसलाई अन गर्ने है। अन गरेपछि यता बत्ती बल्न थाल्छ। अनि यो सबसे सुरुमा चाहिँ त्यसपछि फोनमा जाने, स्क्यान गर्ने। स्क्यान गर्दाखेरि चाहिँ अब यसको ब्लुटुथ देखाउनु पर्यो है। यहाँनिर 493D भनेर देखायो, यसमा कनेक्ट गरौँ। कनेक्ट होइन, पेयर मात्रै हुन्छ। पासवर्ड चाहिँ कि 000 कि 123 हुन्छ। म 4वटा 0 हाल्ने, पेयर गरेँ है। पेयर हुन्छ तर कनेक्टेड भनेर चाहिँ देखाउँदैन है। त्यसपछि चाहिँ अब सुरुमा यसमा पेपर हालौँ है। यस्तो खालको पेपर चाहिन्छ। अब यो साइज चाहिँ यसको हेरी हुन्छ है। अब यसमा आउने डिफल्ट साइज चाहिँ अब यत्रो हुन्छ है। यत्रो हुन्छ यहाँनिर, यो सार्न मिल्छ है। यत्रो हुन्छ लगभग। यो चाहिँ A6 भन्दो रहेछ पेपर। यत्रो A6 साइजको हुन्छ। तर अब हामीसँग यो सानो छ, त्यही भएर अहिले सानो नै हालिदिइराखौँ है। यसरी उसको लागि चाहिँ यो ठ्याक्क साइज एडजस्ट गरेर हालौँ होइन। यसरी राखौँ अनि यस्तो गरौँ है। पेपर हाल्यौँ हामीले यहाँनिर होइन। अब यस्तो हुन्छ नर्मली। अब हाम्रो A4 भनेको यत्रो भयो है, अनि यो भनेको A5 भयो, यो भनेको A6 भयो होइन। यसमा जाने चाहिँ नर्मल साइज चाहिँ यो रहेछ है, A6 वाला। तर अब हामीसँग यो पेपर चाहिँ कत्रो छ भन्दाखेरि त्यो A6 भयो, A7, A8 यत्रो साइजको छ है हामीसँग पेपर होइन। अब हामीले यहाँनिर चाहिँ अब यही पेपर साइजमा हामीले A6 गरे पनि आउँछ, तर काटेर आउँछ। त्यसपछि हामीले यसलाई यो A8 भनेर गरौँ है। अब यहाँ चाहिँ अब A8 भनेर सेलेक्ट गरौँ। A8 भयो। अनि हो यो प्रिन्टरमा पनि अब यहाँनिर यस्तो के छ, हामीले चाहिँ त्यो जुन प्रिन्टर हो यसको नाम सुरुमा ब्लुटुथ गर्दाखेरि कनेक्ट गर्दाखेरि त्यही सेलेक्ट गर्नुपर्ने हुन्छ है। लेभल प्रिन्टर 493D भन्ने यही सेलेक्ट गरौँ। अनि त्यसपछि प्रिन्ट भनेर गरौँ है। अब यसले यसरी प्रिन्ट हानिसक्यो है मजाले। त्यति नै हो। कहिलेकाहीँ त्यो सुरुमा यहाँ ब्लुटुथ देखाएन भने चाहिँ अब यसलाई हामीले यसरी थिचिराख्ने। यसरी थिच्दा नि भयो है। त्यो भयो एउटा। अनि अर्को यो ट्रे खोल्ने त अब यही नै भयो। यतातिर यसरी थिचेपछि यो माथिको आफै खुल्छ है यसरी। अनि यही पेपर हाल्ने हो। त्यति नै हो। यसमा चाहिँ आइफोनमा चाहिँ डाइरेक्ट ब्लुटुथबाट नहुने रहेछ। ब्लुटुथ अन चाहिँ गर्ने। अनि यो एउटा G लेभल भन्ने एप डाउनलोड गर्ने। यो जेट लेभल यो एप डाउनलोड गर्ने। त्यसपछि यसलाई यहाँ अब यो डाउनलोड गर्यो। डाउनलोड गरेर योबाट खोल्यो होइन। अब यो हो यो। अनि यसमा अब पेजको चाहिँ अब यहाँनिर गर्न मिल्छ होइन। साइज चाहिँ यो चाहिँ मैले ठ्याक्क मिलाएको छु। यो 2.2 इन्च बाई 3.5 भनेर यो चाहिँ यहाँको पेपरको साइज अनुसार होइन। नत्र त अरू पनि यहाँ साइजहरू गर्न मिलिहाल्छ है। यहाँ आफैले म्यानुअली एडिट गर्न मिल्छ। त्यसपछि अब यसलाई म यत्तिकै प्रिन्ट मात्रै गर्छु होइन। अनि त्यसपछि यहाँनिर छ है उहरू। अनि यो मैले यो गर्दाखेरि चाहिँ यो प्रिन्ट स्पिड चाहिँ यो 1 नै हुनुपर्छ कि जस्तो लाग्यो। मोड पनि यो हुनु जस्तो लाग्यो। सुरुमा चाहिँ 8 कि कति हुन्छ, त्यो गर्दाखेरि पेपर तानै गऱ्यो। मैले यसलाई प्रिन्ट स्पिड 1 गरेपछि चाहिँ यो नर्मल मोड गरेपछि चाहिँ प्रिन्ट चाहिँ भएको छ है। यसरी गरौँ। यसरी प्रिन्ट भइरहेछ है। यही प्रोसेस मात्रै जस्तो छ आइफोनमा। किन भन्दाखेरि आइफोनमा चाहिँ डाइरेक्टली ब्लुटुथबाट नहुने रहेछ। यो चाहिँ यो MFI सर्टिफाइड भनेर सर्टिफाइड डिभाइस चाहिने रहेछ। त्यही भएर अब यही प्रोसेस बाहेक अरू अप्सन भएन है। ट्राई गरौँ है त। यसलाई मैले क्रप गरेर ठुलो बनाएको छु। प्रिन्ट गरौँ। अनि यहाँनिर हो यहाँ देखाउँछ है यो भनेर। यो भयो है। त्यसपछि फेरि यहाँ गएर प्रिन्ट गरौँ। अनि चाहिँ अब त्यसको मैले क्रप गरेँ। क्रप गरेर चाहिँ साइज चाहिँ ठुलो आएको छ यसरी है। यही हो। अब तपाईँको यो एन्ड्रोइडमा चाहिँ डाइरेक्ट त्यो जुन प्रिन्ट गर्ने एपबाट भएन भने चाहिँ यो एप डाउनलोड गर्नुपर्ने रहेछ। प्रिन्ट लेभल भन्ने एप है। यो डाउनलोड गर्ने। त्यसपछि अब त्यो PDF आफूले सेभ गरे हुन्छ। त्यो सेभ गरेको PDF चाहिँ यसरी प्रिन्ट PDF गर्यो। अनि अब यस्तो गर्यो होइन।
यसरी आउँछ है। अब यसलाई त्यो सेटिङहरू मैले सबै मिलाइसकेको छु होइन। पेपरको साइज अनुसार यो राखेको छु मैले यता योहरू होइन। अब यस्तो छ, यसलाई यस्तो बनाउन नि मिल्यो। अब यसमा अब क्रप गरेर साइज, क्रपको साइज गरेर मिल्यो होइन। यसो गरेर यसरी बनाउनु पनि मिल्यो। यो चाहिँ सबै आफैले गर्न मिल्यो है। अनि त्यो गरिसकेपछि त्यही तपाईँको ब्लुटुथ अन हुनु पऱ्यो सुरुमा। अनि ब्लुटुथ अन भइसकेपछि त्यो सुरुमा पेयर गरेको हुनु पऱ्यो है। जुन यो प्रिन्टरलाई चाहिँ मैले चाहिँ अब अलरेडी पेयर गरेर राखेको छु होइन। अनि प्रिन्टर अन हुनु पऱ्यो। अनि त्यसपछि यहाँबाट गएर चाहिँ तपाईँले चाहिँ अरू त केही मिलाउनु परेन। यिनीहरू जे छ त्यही राख्ने। अनि प्रिन्ट गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ अब यो पेयर डिभाइसमा सेलेक्ट गर्ने। अनि सेलेक्ट गरेर अनि त्यसपछि यो कनेक्टेड भन्छ। यो अहिले घुमिरहेको छ, यो घुम्दैन। यो अहिले चाहिँ मैले यो प्रिन्टर अफ छ त्यही भएर हो। त्यसपछि प्रिन्ट गर्दाखेरि भइहाल्छ है। त्यति नै हो प्रोसेस।